यो बर्दी लाउँदै हामी सबैको कुटाएर गाली खाने हो। हामी यही खाना आएको हो घरबाट। चेकिङको क्रममा हो। मैले भने यहाँबाट माथिबाट जानु भनेको नेपालको कानुन यहाँ अरे त्यहाँ तिमीहरूले के गर्छ तिमीहरू आफ्नो काम गर म हिँड्न नपाउने बाटो हो मैले त्यति भनेको मेरो हात हाल्यो कि घडी कहाँ पुऱ्याइनु थाहा छैन। हाम्रो पनि यो वर्दीभित्र हामी पनि केही मानव हो कि होइन, तर हामी जनताबाट असुरक्षित छौँ। के गर्ने के भन्न चाहनुहुन्छ यहाँबाट? हामी केही भन्न सक्दैनौँ।